दामी खेलेको लामिन यामाल पुरा स्पेनको टिमले क्या दामी खेल्यो अनि प्याड्री हेर्नु न क्या दामी खेलेको बबल खेल्यो निको विलियम्स पुरै पेलेको थियो पहिलो हाफमा त यार 2 गोल हान्यो लामिन एउटा एसिस्ट प्याड्रीले एउटा गरे विलियम्स एउटा गोल बबालको म्याच थियो बबालको म्याच यार पुरै पेलिसकेको थियो नि पहिलो त पछि फ्रान्सले कमब्याक चाहिँ गर्यो तर हार्यो म्याच हैन तपाईले अब रेटिङ हेर्नुभएको थियो एम्बापेको रेटिङ भयो डेम्बेलेको रेटिङ भयो एकदम लो हो के अनि त्यस्तै एमएलको रेटिङ हेर्नु कति हाई थियो एउटा 17 सालको केटोले यार युरो भन्दैरहेछ यार गुड प्लेयर अहिलेको बेस्ट प्लेयर भन्नुपर्छ लामिन यामालले अब बालेन्डियर कसले जित्ला त गाइस व्यक्तिगत पर्फर्मेन्स हेर्ने भने मेबी लामिन यामाल स्योर मेरो विचारमा तर डेम्बेलेले च्याम्पियन लिग जितेको छ दुईजनाले मात्रै एउटाले जित्छ होला गाइस बालेन्डियर तर यामालको यार पुरै नगरौँ के यस्तो दामी खेल्छ यार अनि फाइनल 9 तारिकमा हुँदैछ है पोर्चुगलसँग क्रिस्टियानो रोनाल्डो यामाल एउटा 17 सालको केटो एउटा 40 सालको बुढो भनौँ कि माटोमा के भनौँ यार खेल यस्तो खतरा छ रोनाल्डोको पनि है 40 साल भइसक्यो यार माटो अझै पनि यस्तो दामी खेल्छ यार माटो जेहोस् फाइनल हेर्नुपर्छ केटा गाइज 9 तारिकमा बबल म्याच फाइनल कसले जित्छ फाइनल कमेन्ट गरौँ है गाइज रोनाल्डो या यामाल पोर्चुगल या स्पेन कसले जित्छ